इजविज क्यामेरा सेटअप गर्नको लागि अब हामी हाम्रो मोबाइलमा इजविज को एप्लिकेसन इन्स्टल गरौँ। इन्स्टल गर्नको लागि प्ले स्टोरमा गएर इजविज सर्च गरौँ, EZVIZ, त्यसपछि इन्स्टल गरौँ। यो एप्लिकेसन इन्स्टल हुँदैछ। यदि तपाई आइफोनको युजर हो भने एप स्टोरमा पनि तपाईले इजविजको एप्लिकेसन पाउनुहुनेछ। इजविज एप इन्स्टल भइसक्यो। अब तपाईले ओपन गर्नुस्। रिजनमा तपाईले नेपाल टाइप गर्नुस्। नेपाल सेलेक्ट भइसकेपछि तपाईले आफ्नो इमेल, फेसबुक वा गुगल को अकाउन्ट युज गरेर एपमा रेजिस्ट्रेसन गर्न सक्नुहुनेछ। अहिले हामी इमेल प्रयोग गर्दैछौँ। यदि तपाई नयाँ युजर हो भने तपाईले यहाँ क्रिएट न्यू अकाउन्ट मा प्रेस गर्नुहोस्। अब तपाईले आफ्नो इमेल एड्रेस टाइप गर्नुहोस्। इमेल र पासवर्ड हालिसकेपछि टिकमा प्रेस गर्नुहोस् र त्यसपछि टर्म्स एन्ड कन्डिसन्सलाई एक्सेप्ट गरेर कन्टिन्यू थिच्नुहोस्। भेरिफिकेसनको लागि यहाँ देखाइएको कोड चाहिँ हाल्नुहोस् र फेरि टिक गर्नुहोस् र अप्लाई थिच्दिनुहोस्। अब तपाईको इमेल अकाउन्टमा भेरिफिकेसन कोड आउनेछ। इमेलमा आएको भेरिफिकेसन कोड अब तपाईले यहाँ हाल्नुहोस् र यहाँ देखाइएको अनुसार चाहिँ अन थिच्दिनुहोस्। अब तपाईको इजविज क्यामेराको एप्लिकेसन चाहिँ इन्स्टलेसन पुरा भयो। अब तपाईले डिभाइस एड गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईले चाहिँ पहिला आफ्नो क्यामेरालाई पावर दिनुहोस्। पावर जोडिसकेपछि क्यामेरामा रातो बत्ती बल्नेछ। अब यो मोबाइल एप्लिकेसनमा एड गर्नको लागि रेडी भयो। क्यामेरा एड गर्नको लागि तपाईले एड डिभाइस गर्न सक्नुहुनेछ। क्यामेराजमा प्रेस गर्नुहोस् र ओके प्रेस गरिदिनुस्। अब तपाईले क्यामेरा पछाडिको क्यूआर कोडलाई स्क्यान गर्नुहोस्। स्क्यान गरिसकेपछि अब क्यामेराको मोडल HC6 रेडी भयो। अब यहाँ देखाइएको जस्तै डिभाइस इज पावर्ड अन मा सेलेक्ट गरौँ र नेक्स्ट प्रेस गरौँ। अब हामीले क्यामेरामा वाइफाई कनेक्ट गर्नको लागि यहाँ देखाइएको जस्तै स्टार्टमा प्रेस गरौँ। त्यसपछाडि इन्डिकेटर फ्ल्यासेस ब्लू भन्नेलाई टिक गरौँ। यसको लागि तपाईले आफ्नो क्यामेरामा ब्लू इन्डिकेटर फ्ल्यास भएको हुनुपर्ने छ। अब नेक्स्ट प्रेस गरौँ। अब तपाईले आफ्नो वाइफाई युजरनेम र पासवर्ड हाल्नुहोस्। युजरनेम र पासवर्ड हालिसकेपछि अब तपाईले कनेक्ट टु डिभाइस गर्न सक्नुहुन्छ। त्यसको लागि कनेक्ट सेलेक्ट गर्नुहोस्। अब तपाईको क्यामेरा वाइफाई सँग कनेक्ट भइसकेको छ। अब यसलाई कुनै एउटा डिभाइसको नाम दिएर नेक्स्ट प्रेस गर्नुहोस्। अब तपाईले डिभाइसको क्यूआर कोड आफ्नो मोबाइलमा सधैँको लागि सेभ गर्न सक्नुहुनेछ। अब यसलाई सेभ गरौँ। अब क्यामेराको सेटिङ्सहरु आफ्नो अनुसार चेन्ज गर्न सक्नुहुनेछ। यो क्यामेराको भिडियोहरु प्रोटेक्ट गर्नको लागि तपाईले आफ्नो इन्क्रिप्सन पासवर्ड पनि राख्न सक्नुहुनेछ। यो क्यामेरालाई कहाँ राख्ने हो त्यस अनुसार तपाईले यो क्यामेराको नाम सेट गर्न सक्नुहुनेछ। अहिलेलाई हामीले लिभिङ रुम सेलेक्ट गरौँ र डन गरौँ। यो क्यामेरा अब रेडी भयो र यो यसको भ्यू हो। यो HC6 क्यामेराको PTZ फिचरलाई हामीले हेरौँ। यसलाई तपाईले दायाँपट्टि चेन्ज गर्न सक्नुहुन्छ, बायाँपट्टि चेन्ज गर्न सक्नुहुन्छ र सँगै तपाईले जुम पनि गर्न सक्नुहुन्छ। यसरी हामीले इजविजको HC6 को 3 मेगापिक्सलको क्यामेरा सजिलैसँग आफ्नो मोबाइलमा सेटअप गरेर देखायौं। यसरी नै हामीले H1C र H8C 3 मेगापिक्सलको क्यामेरा पनि इजविजको मोबाइल एप्लिकेसनमा सजिलै सेटअप गर्न सक्छौं।